बल्ल बल्ल आइपुग्यो राँगाको मासु लिनु गएको। हेर्नु त, हेर्नु नि, मासु पनि छालै छाला पो रहेछ त। मलाई चाहिँ राँगाको मासु एकदमै मनपर्छ। सुकुटी बनाएर खानु भनेर मैले चाहिँ ल्याएको मासु एक धार्नी। नराम्रो नराम्रो चाहिँ छुट्याएर आज पकाइ खानु पर्यो। राम्रो राम्रो चाहिँ सुकुटी बनाएर राख्नु पर्यो भनेर ल्याएको एक धार्नी। अस्ति त 1000 मात्रै थियो, अहिले त 1100 पो अरे हौ धार्नीको मासुको भाउ पनि बढै छ। अब मजाले काटेर पकाइ खानु पर्यो। पहिला पहाडमा खाने बानी भएछ मलाई त, पहिला पहाडमा खाने बानी भएछ, त्यही भएर धेरै भयो हौ राँगाको मासु पनि नखाएको। त्यही भएर आज चाहिँ एक धार्नी ल्याएर मजाले पकाएर खानु पर्यो भनेर काट्दै गरेको। नानी चाहिँ सुतिराखेको छ, म चाहिँ यता मासु भर्खर ल्याएर आएर अब तयार गरेर पकाउनु पर्यो। आउनु है तपाईँहरू पनि। यो चाहिँ एकदम अर्ग्यानिक, यहीँ हाम्रो छिमेकी दाइहरूले नै मार्नु भएको। त्यही भएर मलाई पनि बाहिरको चाहिँ त्यति मन पर्दैन। पाउनु त कति पाउँछ नि, बजारैभरि सुकुटी भानुचोकभरि छ। मलाई चाहिँ फेरि मन पर्दैन हौ बाहिर बनाएको चाहिँ। खै गोरुको मिसाउँछ अरे भन्छन्, त्यही भएर म त अहिले त ल्याउँदिनँ बाहिरदेखि। यहीँ वरिपरि मार्छ, त्यहीँदेखि। अब पाहुना आयो भने त ल्याउनै पर्यो होइन, इमर्जेन्सी हुन्छ कहिलेकाहीँ। अब राम्रो राम्रो चाहिँ सुकुटी बनाउनु पर्यो नि, बनाएर कहिलेकाहीँ एक्लै हुँदा आलुहरू केहरूसँग मिसाएर खाँदा कस्तो मिठो हुन्छ त। हेर्नु कति राम्रो भयो सुकुटी। अब सुकुटी बनाएर सुकाउने। हेर्नु त कति राम्रो भयो। मेरो सुकुटी चाहिँ यति भयो एक धार्नीको मासु चाहिँ। हेर्नु है टन्नै छ है, 1100 हो नि। तर बाई बाई, अर्को भिडियो पकाएको चाहिँ अर्को भिडियोमा आउँछ है त। बाई।